सम्झना आउने धादिङ्गा झोरे भेट हुन्छ र मौका नझोरेगा भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे हाम्रो देशमा विकासै भएन मनमा खुसी कहिले नि भएन धादिङ झोरे भेट हुन्छ र मौका नझोरे हाम्रो देशमा विकासै भएन कहिले नि आएन धादिङ्गा झोरे भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे हामी पनि कर्मले तानेको दिदी बहिनी परदेशी बनेको धादिङ्गा झोरे भेट हुन्छ र नझोरे भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे परदेशमा आएको कर्म छैन मनले चाहेको धादिङ्गा झोरे भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे दाजु तिमी परदेशमा आउनुभयो यति भनी प्रगति गर्नुभयो धादिङ खजुरी भेट हुन्छ र मौका नझोरे भेट हुन्छ र मौका नझोरे हेर बहिनी थोरै छु पढेको सङ्घर्षले अगाडि बढेको धादिङ्गा झोरे भेट हुन्छ र मौका नझोरे हेर बहिनी थोरै छु पढेको सङ्घर्षले अगाडि बढेको धादिङ्गा झोरे भेट हुन्छ र मौका नझोरे हेलो नमस्ते दर्शकबिन आज पनि हामी फरक ठाउँमा आएर गीत सङ्गीत प्रस्तुत गरेका छौँ हामीले पिछलो एपिसोडमा पनि गाएका थियौँ बहिनीसँगै ऊ पनि धेरैजनाले मन पराइदिनु भएको उहाँहरूलाई एकदमै धेरै धेरै कमेन्टहरू धेरै धेरै लाइकहरू मन पराउनु भएको छ उहाँहरूलाई एकदमै धन्यवाद अनि यसै गरी आज चाहिँ यसरी हामीले गाउनु पाउँदा अनि के कस्तो लाग्छ बहिनीसँग कुरा गरौँ है त बहिनी एउटा सिक्ने कुरा हो भोलि आफू अगाडि बढेपछि आफै सिकिन्छ कि होइन र पहिला बोल्न डर लाग्छ कि दुई चारजना यता बस्नु भकान्ने र कतिर बाहिर जाऊँ भन्नुहुन्छ सर्वप्रथम त हाम्रो भिडियो हेर्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार। सर्वप्रथम दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई नमस्कार और धन्यवाद। आज हामी बहिनी अनि लगायत मेरो साथीहरू सबैले रमाइलो गऱ्यौँ। के कस्तो लाग्यो बाजागाजा मौलिक तरिकाले रमाइलो गर्नु पाउँदाखेरि बहिनी आज?
मलाई त एकदमै राम्रो लाग्यो दाइ। आजसम्म त मैले देखेकै थिएन, फेरि हामी परदेशको थाङमा भएर पनि यो रमाइलो गर्न पाउँदा एकदम राम्रो लाग्यो। हजुरलाई बहुत बहुत धन्यवाद। अनि यसै गरी हामी क्रमशः यस्तै टाइम सबैको टाइम त अभाव हुन्छ, यस्तै टाइम मिलाएर हामीले यो चिजलाई क्रमशः टाइम दिँदा कस्तो हुन्छ होला? टाइम दिँदा राम्रो हुन्छ होला कि कस्तो लाग्छ तिमीलाई? यो त दाइ हेर्ने दिदीबहिनी दाजुभाइहरूको उपर भर पर्छ। उहाँले अगर कस्तो सल्लाह सुझाव दिनुहुन्छ उसी हिसाबले हामी अगाडि बढ्दै जाउँला। अगर कोही बिचमा गल्ती भयो त माफ गरिदिनु होला। लाग्छ हामीलाई, हामी बहिनीलाई पनि एक गीत सङ्गीतको एक सानैदेखि चाहना र मलाई पनि एकदमै सानैदेखि चाहना हो। अब उतिखेर नाच्न पनि गाउन पनि एकदमै चाहना भएको कारणले इच्छा शक्ति नै मैले ठुलो मान्छु। इच्छा शक्तिले आज हामीलाई यो चिज सबै चिज प्राप्त भएको छ महसुस गर्छु। परदेशमा पनि हामी गीत सङ्गीतमा रमाइलो गर्न आफ्नो गाउँघर जस्तो होइन, एकदमै कस्तो फिल्म लाग्छ यिनी सबै चिज हेर्दा बुझ्दा? मलाई त अत्यन्तै राम्रो लाग्छ दाइ। यहाँभन्दा नि हजुरको यो स्वर कला योभन्दा पनि अझै राम्रो हेर्ने दर्शकहरूले राम्रोसँग हेरिदिनु होला और अगाडि बढाइदिनु होला। यहाँ दाइको सङ्घर्ष देखेर और मेहनत देखेर मलाई पनि अगाडि दाइको साथ बढौँ जस्तै लाग्यो। यसैले म यहाँको दाइको यति हिन्दी मिस गर्छु। फेरि यति ठुलो मेहनत देखेर केही सहयोग गर्न मन लाग्यो। हजुरहरूले पनि सहयोग गर्न होला भन्दै दाइलाई त्यति। ओहो, आज जिन्दगीमा पहिलो खुसी सायद अब हामी यसरी नै हामी सहयोग गर्दै गीत सङ्गीतमा चासो मनोरञ्जन होइन यस्तो मौलिक तरिकाले सुन्नु पाउनु एउटा अत्यन्तै राम्रो कुरा हो। अब हामी पनि लगभग हामी अब यो स्टार्ट हुँदैछौँ। हामी यो हाम्रो गीत सङ्गीत कला हाम्रो जन हुनुहुन्छ दाजुभाइ दिदीबहिनी होइन, उहाँहरूसँग गर्दै हामी पनि अगाडि बढ्नेछौँ। यो बहिनीले दिएको सहयोगलाई अब हामीले एक रुपियाँ गरेर हामीले यो पैसालाई हामीले वेस्ट नगरेर एक रुपियाँ गरेर जहाँ पनि हाम्रो दिदीबहिनी जहाँ पनि मेरो फलोवर्स हुनुहुन्छ, भिडियो हेरिदिनुहुन्छ होइन, जहाँ अब हिसारमा जहाँ हुनुहुन्छ उहाँहरूले अब साथ सपोर्ट यस्तै बहिनीको सोच जस्तै भयो भने सायद हामी धेरै दिन लाग्दैन हामीले हाम्रो चाहनाहरू पुरा गर्न र हामीले आफ्नो मौलिकता बाजागाजालाई अझै पनि उच्च ठाउँमा लैजानुलाई हामीलाई यस्तै बहिनी जस्तै सहयोगी मनहरू मिल्यो भने पक्कै पनि हामी माथि उड्नेछौँ। ल यसै गरी लास्ट टाइममा छौँ। ल बहिनी धन्यवाद छ बहिनीलाई। अब बहिनीले सहयोग गरेपछि दाइले सहयोग नगर्ने त कुरै भएन। म पनि आफ्नो सहयोग केही न केही राख्छु। पक्कै पनि साथीहरू अब हामी चाहिँ यहाँ क्रमशः अगाडि बढ्नेछौँ। यसै गरी केही न केही साथ सहयोग हाम्रो जति पनि हिसारमा बस्नुहुन्छ भिडियो हेरिदिनुहुन्छ उहाँहरूलाई एकदमै धन्यवाद। र देश विदेशमा पनि बस्नुभएको मेरो दाजुभाइ दिदीबहिनीहरूले भिडियोहरूलाई एकदमै माया गर्नुहुन्छ। प्रायः जस्तो साथीहरूले भिडियो कहिले आउने हो भनेर सोध्नुहुन्छ। हामी अब निरन्तर लगभग हामी काम गर्नेछौँ र यो चिजलाई हामी यसै गरी अगाडि बढाउने नै छौँ भन्ने आशा गर्दछु। यति भन्दै म बिदा हुन्छु। म विमल कुमार, नमस्ते, धन्यवाद।